नमस्कार। तुला राशिका लागि अबको 5 महिना के कस्तो रहेको छ, के कस्तो क्षेत्रबाट राम्रो हुन्छ, सुख सौभाग्य मिल्छ हैन, राम्रो छ र के कस्ता क्षेत्रमा हानि नोक्सानी कष्ट हुन सक्छ, के गर्ने के नगर्ने, के कस्ता उपाय अपनाएर अगाडि बढ्ने अबको 5 महिना। अबको 5 महिना यानी कि पुष, माघ, फागुन, चैत, वैशाख 83 सालको वैशाख महिनासम्मको मैले यहाँनिर चर्चा परिचर्चा गर्दैछु। किनकि यति बेला बृहस्पति अतिचारी भएर मिथुन राशिबाट यहाँनिर कर्कट राशिमा गएको थियो। कर्कट राशिमा अतिचारी भएर गएको बृहस्पति मंसिरको 20 गतेबाट यहाँनिर फेरि भाग्य स्थानमै मिथुन राशिमा आउनेछ। अब यो फेरि अतिचारी भनेको के हो भन्नु होला भन्दाखेरि ग्रहहरू आफ्नो गतिमा आफ्नो राउन्डिङमा हिँडिरहेका हुन्छन्। त्यो राउन्डिङमा त्यो आफ्नो गतिमा बाटोमा हिँड्दाखेरि हाई स्पिडले जानुलाई चाहिँ अतिचारी भन्छ है। त अब हाई स्पिड सकिएर फेरि पुरानै गतिमा आएको छ। पुरानै गतिमा आएको मिथुन राशिमा आएको बृहस्पति तुला राशिका लागि कस्तो हुन्छ, यो बृहस्पतिले कहाँ कहाँ दृष्टि दिन्छ, यसको फल के हुन्छ, यो विषयमा चर्चा परिचर्चा गर्नेछौँ। अहिले अब वैशाखसम्म चाहिँ केतु ग्रहको स्थिति, केतु ग्रहको फल के हुन्छ हैन, शनि ग्रहको फल के हुन्छ, राहु ग्रहको फल के हुन्छ, यो पनि चर्चा गर्नेछौँ। र फेरि राशिफलमा सबभन्दा महत्त्वपूर्ण भूमिका सूर्य ग्रहको पनि हुन्छ हरेक महिना। किनकि एक महिना एउटा राशिमा रहन्छ, हरेक महिनाको 1 गते राशि चेन्ज गर्छ र त्यो महिनामा त्यही राशिमा रहन्छ। जस्तै अहिले तत्काल कुरा गर्ने हो भने वृश्चिक राशिमा सूर्य छ मंसिर महिनाभर, पुष 1 गतेबाट धनुमा जान्छ, पुष महिनाभर यहाँ रहन्छ, माघ 1 गतेबाट मकरमा जान्छ, माघ महिनाभर यहाँ रहन्छ, अनि गएर फागुन 1 गतेबाट कुम्भमा जान्छ, फागुन महिनाभर यहाँ रहन्छ, चैत 1 गतेबाट मीनमा जान्छ, त्यो चैत महिनाभर यहाँ रहन्छ, र वैशाख 1 गतेबाट फेरि यहाँनिर मेष राशिमा जान्छ, फेरि यो सप्तम भावमा यहाँनिर रहन्छ। यो सूर्य ग्रहको पनि प्रभाव के हुन्छ एक एक चर्चा परिचर्चा मैले गर्नेछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र भिडियो मन परे लाइक शेयर कमेन्ट गर्न सक्नुहुनेछ। तपाईहरु मसँग पर्सनली मलाई भेट्न चाहनुहुन्छ, चिनाटिपन कुण्डली हेराउन चाहनुहुन्छ भने अब तपाईहरुले मलाई चिन्नु भएकै छ। म ज्योतिष एकलव्य आचार्य बोलिराखेको छु। मेरो सम्पर्क नम्बर 98 21 50 21 08 9821 502108 यो नम्बरमा व्हाट्सएपमा जोडिएर देश तथा विदेशको कुनै पनि ठाउँबाट तपाईहरु व्हाट्सएपमा जोडिएर अथवा फेसबुक पेजमा एकलव्य आचार्य नामको चाहिँ फेसबुक पेजमा जोडिएर तपाईहरुले देश तथा विदेश कुनै पनि ठाउँबाट तपाईहरुले मलाई कन्ट्याक्ट गरी लाभ लिन सक्नुहुनेछ ज्योतिष तथा वास्तु परामर्शको लागि। कुन च्यानलबाट हेर्दै हुनुहुन्छ? अध्यात्म ज्योतिष युट्युब च्यानलबाट, एस्ट्रो टिभी नेपाल युट्युब च्यानलबाट, फेसबुकबाट अवश्यमेव फलो सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब धेरै कुरा नगरिकन हामी मुख्य विषयवस्तुमा प्रवेश गरौँ। तुला राशिका लागि अबको 5 महिना यानी कि 83 सालको वैशाखसम्मको समय कस्तो छ त? अब तुला राशि हुने महानुभावहरूले पहिला यो के हो भन्ने कुरा बुझ्नुपर्छ। यो राशिफल तपाईको जन्म राशिको आधारमा, तपाईको चन्द्र राशिको आधारमा हो र यो गोचर लग्न कुण्डलीको आधारमा हो। यो जन्म राशि चन्द्र राशि भनेको त तपाईको नाम राशिको आधारमा भयो है। अब यो गोचर भनेको चाहिँ अहिले तत्काल आकाशमा चाहिँ ग्रहको स्थिति कस्तो छ भन्ने कुरा चाहिँ हो, यसले चाहिँ बताउँछ हो, त्यसैले चाहिँ गोचर भनिन्छ। र तुला लग्न अनुसार चाहिँ हामी यो आज प्रेडिक्सन गर्दैछौँ। तुला लग्न तुला राशि भएका व्यक्तिले हेर्न सक्नुहुन्छ। यदि तपाईको तुला राशि हो कि होइन भनेर आफ्नो चिन्ह हेर्नुभयो भने 7 अङ्कमा च भनेर लेखेको छ भने तपाईको तुला राशि हो। यहाँ पनि हामीहरू 7 अङ्कमा च भनेर लेख्यौं। च भनेको चन्द्रमा। तुला राशिका लागि अब अतिचारी भएर यहाँ कर्मस्थानमा गएको बृहस्पति, हाई स्पिडबाट गएको बृहस्पति फेरि पुनः यहाँनिर भाग्यस्थानमा आएको छ। भाग्यस्थानमा आएको यो बृहस्पति तृतीय भाव तथा षष्ठम भावको मालिक ग्रह यहाँनिर आएको छ। यो बृहस्पति भाग्यस्थानमा आउनु भनेको यो बृहस्पति यो नवम भाव भनेको ज्योतिषीय सूत्र अनुसार पिताको स्थान पनि हो। हुन त दशम स्थानलाई पनि पिताको भनिन्छ, तर नवम स्थानलाई पनि केही ज्योतिषीय ऋषिहरूले भन्नुभएको छ यो पिताको स्थान पनि हो, यो भाग्य स्थान हो, धर्म स्थान हो हैन। त्यो भएको कारणले अब बृहस्पति यहाँ आउनु भनेको तपाईको अब लक तपाईको फेभरमा रहनु हो। अब तपाईले जे काम गर्नुहुन्छ अथवा कसैलाई तपाईले गाइड गर्नुहुन्छ भने हरेक कुरा अब तपाईको फेभरमा हुँदै जानेछ। हेर्नुहोस्, तपाईले हेर्नुहोस्, आफूले विचार गर्नुहोस्, हरेक कुरा तपाईको फेभरमा हुँदै जानेछ। भाग्यले साथ दिनेछ। धर्म कर्मप्रति तपाईको रुचि हुनेछ। अबको 5 महिना अब यो पुषदेखि लिएर वैशाखसम्म तपाईको चाहिँ तीर्थयात्राहरू हुने, राम रमाइलो गर्ने, भेटघाट गर्ने काम अलि बढी मात्रामा हुनेछ। धर्म कर्मप्रति रुचि बढे सँगसँगै शुभ तथा माङ्गलिक काम, विवाह, व्रतबन्ध हैन, कथा प्रवचन जस्ता कुराहरूमा पनि तपाईको रुचि बढ्छ। अब यो भाग्यस्थानमा बसेको बृहस्पतिले तपाईको भाग्यलाई के गर्छ? जल हाल्ने काम, पुलोकित गर्ने काम चाहिँ यसले गर्छ।
भाग्यस्थानमा बसेर यो बृहस्पतिले दृष्टि कहाँ दिन्छ? बृहस्पतिका कतिवटा दृष्टि हुन्छन्? 3वटा दृष्टि। पहिलो दृष्टि पञ्चम दृष्टि पूर्ण दृष्टि, सप्तम दृष्टि पूर्ण दृष्टि, नवम दृष्टि पूर्ण दृष्टि। पञ्चम दृष्टि लग्नमा, सप्तम दृष्टि पराक्रम भावमा थर्ड हाउसमा र नवम दृष्टि यसको पञ्चम भावमा हुनेछ। अब भाग्यस्थानमा बसेर बृहस्पतिले लग्नमा दृष्टि दिन्छ, लग्नमा चन्द्रमा छ। एक किसिमले हुने भने चन्द्रमामा बृहस्पतिले दृष्टि दिएपछि यहाँनिर अब यो गजकेसरी राजयोग बराबरकै फल दिन्छ भन्छ। अब तपाईको आय आम्दानीका स्रोतहरू बढ्नेछन्, माता लक्ष्मीको विशेष कृपा हुनेवाला छ। अब तपाईहरुले यहाँनिर मैले तुला राशिका महानुभावहरुलाई एउटा चाहिँ उपाय विशेष एउटा सल्लाह दिए भन्दाखेरि तपाईहरु घरमा माता लक्ष्मीको आराधना नारायण सहित भएर माता लक्ष्मीको आराधना गर्नुस्। अनि गएर श्री सूक्त पाठहरू घरमा लगाउनुस्, गुरुहरूद्वारा सुन्नुस्, यसको हवन गर्नुस्। तपाईको घरमा धनको त वर्षा हुनेछ है। यो एकदम लेखेर राख्नुस्। श्री सूक्त पाठ लक्ष्मीनारायणको पूजा गर्नुस्। अलि विधिपूर्वक गर्नु पर्यो। अहिले पछिल्लो समय के भइरहेको छ भन्दाखेरि काम त गरे भन्ने, तर चाहिँ त्यो बाहुनका लागि मात्रै गरिदिने, ब्राह्मणका लागि मात्रै गरिदिने। आफ्ना लागि गरे पो फल मिल्छ, ब्राह्मणका लागि गरिदिएपछि कहाँबाट फल मिल्छ है? कुनै न त भित्रदेखि मनदेखि चाहिँ काम गरिया छ, न त जस्तै सामानै किन्नु पर्यो भने त बाहुनलाई दिने हो भनेर किनिया छ। मेरो ग्रह शान्ति गर्नका निमित्त, मैले पूजा गर्नका निमित्त भगवानका लागि हो भनेर किन्दै किन्दैन। अनि कहाँबाट फल मिल्छ? यो कुरा तपाईहरुले एकदम ख्याल गर्नु होला। त राम्रोसँग गर्ने हो भने तपाईलाई लक्ष्मी कृपा बेसरी हुनेछ है। पहिलो कुरा, शरीरमा जोश जागर आउनेछ। स्वास्थ्यसँग सम्बन्धित केही परेशानीहरू थियो भने पक्कै पनि स्वास्थ्यमा रिलिफ यसले चाहिँ दिलाउनेछ। एकदम शरीरमा चाहिँ एकदम तेज तपाईको देखिनेछ। अब भाग्यस्थानमा बसेको बृहस्पतिले पराक्रम भावमा थर्ड हाउसमा चाहिँ यसले दृष्टि दिएको छ। थर्ड हाउसमा यसले दृष्टि दिनु भनेको चाहिँ के हो भन्दाखेरि थर्ड हाउसमा दृष्टि दिनु भनेको तपाईको साहस, तपाईको पराक्रम एकदम बढेर जाने हो। साहस पराक्रम तपाईको बढेर जानेछ र पार्टनरशिपबाट अब राम्रो हुनेछ। पछिल्लो 1.5 महिनामा तपाईलाई 2 महिनाको समय पार्टनरशिपमा केही बिग्रिएको थियो, दाजुभाइ दिदीबहिनीसँग अलिकति कुरा मिलिराखेको थिएन, इनर्जी पनि त्यति अलिकति लेस भइराखेको थियो भने अबको समय भने तपाईको इनर्जी एक्टिभ हुने, पार्टनरबाट राम्रो हुने खालको समय हो। अथवा आफैले पनि गरम भने आफैले गर्न सकिन्छ। जे होस् तपाईमा जोश जागर बढेर आउँछ, नयाँ सोच विचारका साथ तपाईँ अगाडि बढ्न सक्नुहुन्छ भनेर बृहस्पतिले संकेत गरिराखेको छ। यो भयो सप्तम दृष्टि। अब बृहस्पतिको अर्को दृष्टिको कुरा गरौँ। त्यो अर्को दृष्टि भनेको चाहिँ नवम दृष्टि। बृहस्पतिको नवम दृष्टि कहाँ छ? यहाँ पञ्चम स्थानमा छ। भनेको पञ्चम स्थानको त बृहस्पति कारक पनि हो। कारक ग्रहले आफ्नै ठाउँमा दृष्टि दिँदाखेरि हुन त यहाँ राहु छ। राहु पञ्चम स्थानमा बसेको राहुले अहिले तपाईलाई पेटसँग सम्बन्धित समस्याहरू दिएको छ होला। जस्तै स्त्रीहरूमा मिन्सुरेसन्सको समस्याहरू पनि गराइराखेको छ होला। पेट दुख्ने, मिन्सुरेसन्स हुँदा बढी अथवा यस्तै इत्यादि। अथवा चाहिँ जस्तै कतिपय व्यक्तिलाई गर्भपात इत्यादिका समस्याहरू पनि दिएको छ होला हैन। राहुले यो दिन्छ। त अब राहुको उपाय पनि तपाईहरुले गर्नुपर्छ। तर बृहस्पतिको दृष्टि सँगसँगै यसले चाहिँ अब पञ्चम भाव भनेको त ज्ञान बुद्धि विवेकको भाव हो, शिक्षाको भाव हो, प्रेमको भाव हो। राहु यहाँ आउने बित्तिकै अलिकति प्रेम सम्बन्धमा, लभ रिलेसनमा अलिकति अपडाउन भइराखेको छ होला। शिक्षामा पनि अलिकति अपडाउन भइराखेको छ होला हैन। अब त बृहस्पतिले के गर्छ भन्दाखेरि धेरै अपडाउन हुन दिँदैन। अब राहु त्यहाँ बसेपछि अलिअलि अपडाउन त भइहाल्छ, तर धेरै अपडाउन हुन दिँदैन। जे होस् बृहस्पतिको आराधना गर्नुभयो भने, राहु ग्रहको आराधना गर्नुभयो भने त्यो पनि बृहस्पतिले चाहिँ एकदम एक्टिभ गराइदिनेछ है। अब राहुको आराधना कसरी गर्ने भनेर ज्योतिष गुरुहरूसँग परामर्श गरेर अगाडि बढ्न तपाईहरु सक्नुहुन्छ। यो बृहस्पतिको तपाईहरुको लागि, यो भाग्यस्थानमा बृहस्पति आउनु भन्नु नै तपाईहरुको लागि राम्रो हो। तुला राशिका लागि अहिले शनि ग्रहको 7.5 अडैया दशा केही पनि छैन। अब शनि ग्रह आफ्नो राशि लग्नबाट 6औं घरमा बसेको छ। 6औं घरमा बसेको शनि ग्रहलाई एकदम राम्रो मानिन्छ। जस्तै अघिल्लो वर्ष शत्रुहरूले हैरान गराएका थिए, शत्रुहरू अब शत्रुहरूको चाहिँ मुकुण्डो बाहिर आउने, शत्रुहरू चाहिँ अब साइड लाग्ने समय आएको छ। ऋणलाई पनि एकदम घटाउँदै जान सक्नुहुनेछ। स्वास्थ्यमा पनि लाभ हुँदै जान्छ। शनि ग्रह राम्रो छ। अलिकति राहु ग्रह अशुभ छ तपाईको। राहु ग्रह अशुभ भएको कारणले पेटसँग सम्बन्धित समस्याहरू हुन सक्छ, सन्तानको समस्याहरू हुन सक्छ, अथवा सन्तान रिलेटिभ अथवा उच्च शिक्षामा हानि हुन सक्छ। यसमा चाहिँ अब राहुको उपाय तपाईले गर्नु पर्यो। केतु ग्रह पनि राम्रो छ। लाभस्थानमा बसेको केतु ग्रहले अचानक रूपमा तपाईलाई विभिन्न क्षेत्रहरूबाट लाभ दिने किसिमको योगहरू चाहिँ यसले बनाउँछ। त बृहस्पति, शनि तथा राहु केतुको चर्चा गरे। अब यो राशिफलमा अति अर्को महत्त्वपूर्ण स्थान हुने भनेको चाहिँ सूर्य ग्रहको। मैले अब सूर्य ग्रहको विषयमा चर्चा गर्दैछु। अब अहिले मैले राशिफल बनाउँदै, यो भिडियो बनाउँदै गर्दा, खिच्दै गर्दा, सुट गर्दै गर्दाखेरि अहिले चाहिँ मङ्सिर महिना छ। मङ्सिरमा सूर्य यहाँ छ।
लाभस्थानको मालिक ग्रह सूर्य धनस्थानमा आएको छ, त्यसैले मङ्सिर महिनामा आर्थिक रूपमा तपाईको केही न केही ग्रोथ भएकै छ, हुन्छ, तपाईहरुको राम्रो छ। अब त्यसपछि पुष 1 गतेबाट पुष महिनाभर पराक्रम भावमा बस्नेछ। पराक्रम भावमा बसेको यो सूर्य ग्रह एकदम राम्रो छ, माता लक्ष्मीको कृपा हुने समय हो। मेहनत तपाईले गर्नुभएको थियो, जुन मेहनत गर्नुभएको थियो त्यसको पूरा प्रॉफिट लिने खालको, पूरा लाभ लिने खालको समय तपाईका लागि आएको छ। पुष महिना पनि राम्रो छ सूर्यको गोचर है। अनि गएर माघ 1 गतेबाट मकर राशिमा जान्छ, चतुर्थ भावमा जान्छ, समाजमा मान प्रतिष्ठाहरू बढेर जाने खालको समय आउँछ। माघ महिना पनि राम्रो छ। अब फागुन 1 गतेबाट पञ्चम भावमा जान्छ कुम्भ राशिमा। कुम्भ राशिमा पहिलादेखि नै राहु छ, हुन त बृहस्पतिको दृष्टि छ, तर राहु हुने बित्तिकै सूर्य पनि त्यही आउने बित्तिकै फेरि कुम्भ राशि शनिको घरमा आउने बित्तिकै अलिकति फागुन महिना धेरै नराम्रो त होइन, तर बेटर त बेटर भन्नुपर्छ। तर बेटरै भए पनि अब अलिकति केही राहुले भने गरण लाए जस्तो डस्न सक्छ। यसो यहाँनिर चाहिँ स्वस्ति शान्तिहरू गरेर अगाडि बढ्दा बेटर हुन्छ। चैत महिना एकदम राम्रो छ। चैत महिनामा सूर्य ग्रह षष्ठमको सूर्य एकदम राम्रो हुन्छ। सप्तम, त्यसपछि वैशाख 1 गतेबाट सप्तम भावमा जान्छ। सप्तममा त राजयोग भएर सूर्य ग्रह उच्च भएर बस्छ। तपाईको हर मनोकामना पूरा हुने हर कुराहरू चाहिँ वैशाखबाट चाहिँ राम्रो हुन्छ। अझ राम्रो चाहिँ वैशाखबाट तपाईहरुका लागि छ। वैशाखबाट त तपाईलाई अर्को बृहस्पति ग्रहले जब चाहिँ राशि चेन्ज गर्छ वैशाखमा, त्यति बेला चाहिँ बृहस्पति ग्रह यहाँ जान्छ। यहाँ गए सँगसँगै पनि तपाईका लागि एकदम राम्रो समय वैशाख पछाडि जुन चाहिँ जब बृहस्पतिले राशि चेन्ज गर्छ त्यसपछिको समय पनि तपाईहरुका लागि एकदम बेटर हुनेछ। अब 83 साल लागिसके पछाडि 2083 सालको राशिफल तपाईहरुका लागि कस्तो हुन्छ भन्ने विषयमा म 83 सालको राशिफल लिएर आइहाल्छु। वार्षिक राशिफल अहिले चाहिँ मैले चर्चा गरेको चाहिँ के हो त भन्दाखेरि 2083 सालको वैशाख महिनासम्मको, पुष माघ फागुन चैत वैशाखसम्मको चाहिँ चर्चा मैले तपाईहरुलाई गरेँ। यहाँनिर अलिकति राहुले दुःख दिएको छ, राहुको चाहिँ उपचार गर्नु भने राम्रो हुन्छ। अब हजुरहरूलाई भिडियो मन परे लाइक शेयर कमेन्ट गर्न सक्नुहुन्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न सक्नुहुन्छ। अध्यात्म ज्योतिष एस्ट्रो टिभी नेपाल केदेखि हेर्दै हुनुहुन्छ अथवा फेसबुकमा एकलव्य आचार्य अध्यात्म ज्योतिष पेजबाट हेर्दै हुनुहुन्छ अवश्य फलो सब्स्क्राइब गर्नुहोला। घरको वास्तु देखाउन चाहनुहुन्छ, वास्तु बिग्रेर हैरान भएको छ अथवा नयाँ घर बनाउँदै हुनुहुन्छ, वास्तु के कसरी कहाँनिर के बनाउने भनेर सल्लाह गर्न चाहनुहुन्छ, अथवा घरमा नकारात्मक शक्ति भूत प्रेत इत्यादिले सताएर हैरान हुन्छ, घरको त्यसको विषयमा समाधान गर्न चाहनुहुन्छ भने तपाईले मलाई सम्झन सक्नुहुनेछ। मेरो WhatsApp नम्बर यहाँ तपाईहरुलाई मैले स्क्रिनमा देखाइराखेको छु 9821502108 9821502108 यो नम्बरमा WhatsAppमा जोडिएर तपाईले पालो लिएर चाहिँ कुराकानी गर्न सक्नुहुनेछ देश तथा विदेशको कुनै पनि ठाउँबाट। यो महत्त्वपूर्ण जानकारी सँगै अहिले भने बिदा हुन्छौं। अब हामीहरु छिट्टै वृश्चिक राशिको लागि अबको 5 महिना कस्तो छ यो विषयमा चर्चा गर्ने भिडियो लिएर उपस्थित हुनेछौं।